मसिनोबाट है हेर्नुभयो सबैजनाले मसिनोबाट 0 1 2 3 4 बाट छ अनि यहाँ 100 सम्म छ। हेर्नु त यसलाई 1 मिटर भन्छ है 1 मिटर। यो कपडाको नाप यसरी गर्ने भने मान्छेको इन्च नाप्ने फेरि यसले पछि ठुलो अक्षर हो है। अब सुरुमा हामीले लम्बाइ नाप्ने है। जस्तै हामी कुर्ताको गर्नु पर्यो है। कुर्ताको ट्याक्कै यो हड्डीबाट लिने। कहिले त कसैको कुर्ता यहाँ झर्यो भन्ने समस्या हुन्छ है। ट्याक्क कोममा लिने। कोमबाट चेस्टको बीचबाट है हामीले यताबाट लिन्छ नि त अनि यो चेस्ट टाइट भयो भन्छ नि त्यो हैन। ट्याक्क कोमबाट यसरी लिने। कति लम्बाइ लगाउँछ यसरी छोड्दिने है। अब यति लगाउनु पर्ला 41 यो 41 मा लगाउनु पर्यो भने ठ्याक्क 41 मा टिक लगाउने 2 इन्च जोड्ने है। फोल्ड गर्नु पर्यो नि त है। सुरुमा हामीले लम्बाइ नापिन्छ है कुर्ताको। अनि छाती अब कतिको टाइट लगाउँछ भनेर सोध्ने है। खुल्ला लगाउनुले अलि खुल्ला लगाउ भन्छ टिक्क पनि मलाई लगाउँदाखेरि ट्याक्क टिपिक्क होस् घटाउन नपरोस् बढाउन नपरोस् भन्ने मान्छे हुन्छ नि। कोही त किचकिचे हुन्छ नि। ठ्याक्कै इन्चमा 35 छ उसको इन्च है। ठ्याक्क 35 कै ड्राफ्ट गर्ने अनि 2 इन्च जोड्ने है। त्यो कटिङ गर्ने भाग अनि ड्राफ्ट गर्ने भाग। अनि त्यसपछि कम्मर पनि ठिक्क एकदमै टाइट नि हैन। उसले कतिको कम्फर्टेबल लाग्छ भनेर सोध्ने है। यतिको कतिको कम्फर्टेबल लाग्छ भनेर सोध्ने कि त्यो गर्ने है। उसको कति छ 29.5 छ है। अब के भयो हाम्रो चिरा भाग भन्छ कुर्ताको। यो भाग हुन्छ नि चिरेको भाग। ट्याक्क यो कुमै लेख्ने। कुम लेखेर कतिको गर्ने यतिको गर्ने कि है। कसैले त यहीबाट अहिले आइन कुर्ता यहीबाट चिरेको। अब कसैले यहीबाट गर्दै हुन्छ बुढीपाकाहरूले 21 22 मा राख्नु हुन्छ। यो ठ्याक्क यो कुममा राख्ने। धेरै राखेको 20 21 मात्र राख्ने नर्मलीमा है। मोटो मान्छेलाई 22 राख्दा ठिक किनभने हाम्रो हिप ठुलो हुन्छ त्यही फ्या परेको जान्छ है। त्यो भयो। अनि त्यसपछि चिरा पनि नाप्यो। के नाप्यो लम्बाइ नाप्यो छाती नाप्यो कम्मर नाप्यो चिरा नाप्यो। अब हिप पनि कसैको कुर्ता फ्या परेको हुन्छ सानो हुन्छ अनि यहाँ जान्छ नि। त्यो भएर हिप पनि नाप्नु पर्छ कुर्ताको। यसरी नाप्ने हिपको भाग है। अब बोल्दै 5.5